खेम सेन्चुरी र ओबी रायमाझीको तिमी पर नहुनु सार्वजनिक। लोक तथा दोहोरी क्षेत्रका पछिल्लो पुस्ताका हिट मेकर गायक तथा संगीतकार खेम सेन्चुरीको नयाँ मार्मिक गीत तिमी पर नहुनु सार्वजनिक भएको छ। बिछोडको पीडा र परदेशको यथार्थ समेटिएको यस गीतलाई ओबी रायमाझीको आधिकारिक युट्युब च्यानल मार्फत बजारमा ल्याइएको हो। यस भिडियोका मुख्य पात्र ओबी रायमाझी आफै पनि केही वर्ष वैदेशिक रोजगारीको सिलसिलामा परदेशमा पसिना बगाएर स्वदेश फर्किएका कलाकार हुन्। परदेशमा रहँदाको एक्लोपन, परिवारको याद र घर फर्किँदाको त्यो उत्साहपूर्ण तर भावुक क्षणलाई उनले नजिकबाट भोगेका छन्। त्यही संघर्षको अनुभवलाई उनले यस भिडियोमा खतरा अभिनय मार्फत प्रस्तुत गरेका छन्। भिडियो हेरिरहँदा ओबीले केवल अभिनय मात्र गरिरहेका छैनन्, बरु आफ्नै विगतको कथालाई पर्दामा बाँचिरहेका छन् भन्ने आभास हुन्छ। निर्देशक तथा कोरियोग्राफर रामजी लामिछानेले यस भिडियोलाई कलात्मक ढंगले तयार पारेका छन्। एउटा वियोगान्त प्रेम कथामा आधारित यस भिडियोमा ओबी रायमाझीलाई अश्विनी शाही र जोन बमले अभिनयमा साथ दिएका छन्। विशेष गरी ओबी र अश्विनीको अन स्क्रिन केमिस्ट्री र भावनात्मक अभिनयले दर्शकको मुटु छुने देखिन्छ। गीतमा मर्म स्पर्शी शब्दहरू नेत्र अर्यालले कोरेका हुन् भने संगीत संयोजन एसबीएन किस्मतले गरेका छन्। रत्न बिकेको बाँसुरी र कमल कुमार बिकेको सारङ्गीको धुनले गीतलाई थप विरही र सुमधुर बनाएको छ। पवन सुस्लिङले छायाङ्कन गरेको यस भिडियोलाई वन्दे प्रसादले सम्पादन गरेका हुन् भने राजेन्द्र मुक्तानले कलर करेक्सन गरेका छन्। ओबीजे इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो गीतले विशेष गरी वियोग विधाका गीत रुचाउने दर्शकमाझ बलियो प्रभाव जमाउने अपेक्षा गरिएको छ। खेम सेन्चुरी, नेत्र अर्याल र ओबी रायमाझीको यो त्रिकोणात्मक सहकार्यलाई संगीत क्षेत्रमा निकै उत्साहजनक रूपमा हेरिएको छ।